विवाह चाहिँ कसरी भयो तपाईँको? फेरि कसरी भेट भयो? मेरो लभ म्यारेज हो। मैले यहाँलाई अघि पनि त्यही त उहाँसँगै बिहा भयो। अँ, तर तपाईँहरू टाढा टाढा हुनुहुन्थ्यो, अँ, छुट्टा छुट्टै अँ, हुनुहुन्थ्यो। फेरि विवाहको सिनेरियो कसरी भयो? तपाईँ एडिक्सनमै हुँदा विवाह भयो होला। त्यो एक्सेप्टेन्स कसरी भयो उहाँबाट तपाईँ? म यस्तो छ, यस्तो रोचक कहानी छ कि अलिकति। म हजुरको ठ्याक्कै हेटौँडामा एउटा माछा प्लान भन्ने ठाउँ छ, यहाँलाई पनि पक्कै पनि थाहा हुनसक्छ। त्यो माछा भएको त्यो पोखरी छ कि एउटा ठुलो फार्म छ, मत्स्य केन्द्र भन्ने। त्यहाँ चाहिँ हामी केटाहरूसँग पुरा त्यो विड खाएर बसिरहेको थियौँ कि हामी त्यहाँ चाहिँ। अनि यो चाहिँ 10 पछाडिको कुरा हो। गिटार बजाउँदै अनि त्यहाँ मत्स्य केन्द्रमा गीत सित गाउँदै बसिरहेको अवस्था थियो। अनि मेरो कलमा एउटा फोन आयो। फोन आइसकेपछि मैले हेलो भनेर भने। मलाई त्यो आवाज कता कता सुनेको जस्तो लाग्यो, पुरानो आवाज जस्तो लाग्यो क्या। मैले अनेस्टली ढाँटेको होइन। मैले जतिखेर त्यो आवाज सुने नि सुजनजी, मैले बनावटी कुरा गरेको होइन। आई लिटरली क्राइड क्या। म खासै रुने मान्छे होइन, म एकदम स्ट्रङ मान्छे हो होइन। तर त्यो आवाज मैले वर्षौँपछि सुन्दाखेरि म एकदमै रोएँ क्या। एक त म त्यो ट्रिपमा पनि थिएँ होइन। अनि उताबाट हेलो भनेर भनिसकेपछि सी वाज द सेम लेडी होइन, जुन चाहिँ मैले 6th क्लासमा हामी भेटेको थियौँ। आई लभड हर होइन। अनि हेलो भनेर भन्यो, के छ कसो छ भन्ने कुराहरू भयो, कहाँ छौ भन्ने कुरा भयो। काठमाडौँ छु भनेर भनिन् उनले। अनि मैले उसलाई भने म तिमीलाई भेट्न आउँछु भनेर भने। हुन्छ भन्नुभयो। त्यसपछि म घरमा गएँ। मेरो आमालाई एकदम क्लियरली थाहा छ। मैले आमालाई भने, आमा मैले 6 कक्षामा मन पराउने केटी काठमाडौँमा छ, मेरो कुरा भयो, म भेट्न जान्छु भनेर भने। आमालाई एउटा कुरा के थाहा थियो भन्दाखेरि मेरो छोरा एडिक्सनमा लागेको कतै कारण चाहिँ यसको मन पनि दुखेर हो, यो एक्लो भएर पनि हो भन्ने आमालाई थाहा थियो। र 6 कक्षामा मैले त्यो केटीलाई मन पराउँथेँ भन्ने पनि आमालाई मजाले थाहा थियो। त्यसो भनेपछि आमाले मलाई 100 नोट चाहिँ तपाईँको 25-30 वटा दिएर चाहिँ ल नि त काठमाडौँ गएर एक दिनमै भेटेर आइज्यो भनेर पठाउनु भयो क्या। अब म त्यहाँबाट काठमाडौँ आएँ। काठमाडौँ आइसके पछाडि टिचिङ हस्पिटल अगाडि उनी बसिरहेको रहेछ। हस्पिटल अगाडि पुगेँ, भेटिसकेपछि म त स्टिल एडिक्सनमै थिएँ। एडिक्सनमै हुँदाखेरि अनि भेटिसकेपछि मैले उसलाई सिधै अप्रोच गरेँ होइन, आई लभ यु होइन, आई वान्ट गेट म्यारी विथ यु। किनभने मलाई चाहिँ लाइफमा स्टेबिलिटी चाहिरहेको थियो। अनि त्यो केटी जुनलाई मैले ट्रुली मन पराउँथेँ, माया गर्थेँ, यत्रो वर्षपछि भेट्दाखेरि आई अप्रोच हर बिहा गरौँ भनेर। अनि विवाह भन्दा पनि मेरो चाहिँ फेरि घरमा जोइन्ट फ्यामिली, ठुलो फ्यामिली 35-40 जनाको। अनि त्यस पछाडि एक्सेप्टेन्स नहोला घरमा भनेर चाहिँ हामीले भागी विवाह गऱ्यौँ। त्यही बेलामा त्यसको 2-4 दिनभित्रै हामीले भागी विवाह गऱ्यौँ। अनि धेरैवटा त्यो डेजहरू छ स्ट्रगल गरेको होइन। भागेर हामी बन्दीपुर गयौँ। बन्दीपुर गएर त्यहाँ त्यो गाइड हुन्छ नि हजुरको, त्यहाँ सिद्ध गुफा भन्ने छ बन्दीपुरमा। त्यो सिद्ध गुफामा गाइडको काम पनि गरेँ मैले केही समय। त्यो स्ट्रगलिङ पिरियडमा लाइफमा कहिले काम नगरेको मान्छे हेर्नुहोस् है, बुवा आमाको सम्पत्तिमा खाएर हिँडेको मान्छे, अनि विवाह गरिसकेपछि त्यो गाइडको काम गर्ने, आएको पैसा जति फेरि सबै त्यहीँ गाँजा खाएर सिद्धाउने। अब मन पराएको केटीलाई विवाह गरेको छ होइन, त्यत्रो टाइमपछि, त्यत्रो वर्षपछि कहाँ हुनु, केही पनि छैन। त्यो विवाह गरेको भन्ने कुरालाई नि मैले त बिर्सेछु हेर्नु होइन। फेरि तपाईँ शून्यतामै हुनुहुन्छ। एक्ज्याक्टली ड्रगमै रमाइरहेको अवस्था। पहिला मलाई के लाग्थ्यो भने मैले यो केटी पाएँ भने अथवा मैले मन पराएको माया पाएँ भने म ड्रग छोडिहाल्छु नि भन्ने थियो क्या। तर त्यो नहुँदो रहेछ। विवाह भइसके पछाडि पनि म त एडिक्सनमै थिएँ, श्रीमतीसँग कुरा नमिल्ने होइन। त्यसपछि हामी बन्दीपुरबाट 6 महिना 7 महिनापछि आएर बालाजुमा बस्यौँ। बालाजुमा बसिसके पछाडि कति रात झगडा पर्थ्यो कि बुढाबुढीको होइन।
कतिचोटि हात पनि उठायो होला श्रीमतीलाई होइन त्यो सायद आज सम्झ्यो भने त कसरी थियो होला उसले जस्तो लाग्छ कि मलाई चाहिँ होइन उहाँलाई सुरुमा भाग्ने बेलामा चाहिँ थाहा थिएन तपाईँ एडिक्सनमा उसलाई हुनुहुन्छ थाहा थिएन थाहा थिएन पछि मात्र थाहा भयो उसलाई पछि थाहा भयो थाहा भएपछि के भन्नुभयो थाहा भएपछि उसले छोड भन्थ्यो होइन छोड भन्थ्यो तर छोड्न सकिरहेको अवस्था थिएन होइन उसले छोड भन्दाखेरि मलाई रिस उठ्थ्यो क्या उदेखि किन मेरो लाइफमा इन्टरफेयर गरेर होला भनेर मेरो पर्सनल चिज हो मेरो पर्सनल चिज होइन म खान्छु तँलाई के भयो त होइन भन्ने कुराहरू देखेर अनि कतिचोटि उसको अब सिक्री नै बेचिदिने होइन अब उसले दुःख गरेर होइन इभन मैले उसलाई चाहिँ त्यो विवाह गर्दा सानो रिङ दिएको थिएँ होइन त्यही रिङ पनि बेचेर चाहिँ फेरि खाइदिएको अवस्था होइन अनि त्यस्तो कुनै कुराको नि भ्यालु नै नभएको क्या एउटा एडिक्टलाई चाहिँ लाइफमा कुनै कुराको पनि भ्यालु नै नहुँदो रहेछ त्यसलाई आमाको नि भ्यालु हुँदैन श्रीमतीको नि भ्यालु हुँदैन पढाइ पैसा केही कुराको भ्यालु उसलाई भ्यालु के को मात्रै हुन्छ भन्दाखेरि ड्रगको मात्रै भ्यालु हुन्छ तपाईँले मलाई ड्रग दिनुभयो तपाईँ मेरो बेस्ट फ्रेन्ड हुनुभयो तपाईँले मलाई ड्रग खान रोक्नुभयो तपाईँ मेरो सबैभन्दा बिगेस्ट इनेमी हुनुभयो त्यो सर्कल त्यो एरामा चाहिँ त्यो हुँदो रहेछ क्या एडिक्सनको बेलामा हो त्यो गुड अर ब्याड चाहिँ त्यो छुटाउन नसक्ने अवस्था रहेछ क्या